हेलो हेलो साथीहरू, स्वागत छ मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। यो चाहिँ मेरो बासी ब्लग हो। सबैजनाले हेरेर सपोर्ट साथ दिनु होला। अनि म र दादा चाहिँ सपिङ गर्नको लागि दमक गएको थियौँ। अनि अरूको दाजुबहिनी कस्तो छ थाहा भएन, तर हाम्रो दाजुबहिनी पनि यति सपोर्टिङ, यति मिलमिलाप छौँ भने नि जहीँ जाँदा पनि हामी सँगै जान्छौँ। जहाँ जाँदा जे गर्दा पनि हामी सँगै गर्छौँ। यति सपोर्टिङ हुनुहुन्छ कि मेरो दादा। अनि हामी चाहिँ जङ्गल बाटो कहाँबाट लिएर आउनुभयो दादाले। उताबाट धुलो हुन्छ भनेर यता जङ्गल लानुभयो, स्पिडमा लानुभयो त बिचराको हात पनि काटेर पुरा बिजोकले चलाउनु भएर चाहिँ म चाहिँ डरले मेरो मुख गर्दै के भन्थे दादालाई मैले भन्दै थिएँ। अरूको दाजुबहिनी त अब चुप्पो लागेर हिँड्छ होला, हामी दाजुबहिनी बिच यति गफ हुन्छ कि यति गफ हुन्छ साथीहरू, तपाईँहरू सोच्नु पनि सक्नु हुँदैन क्या। यति गफ हुन्छ कहिले त गफ सकिँदैन क्या। गफ गर्दै लु ठ्याक्क हामी दमक पनि आइपुग्यौँ। मलाई त थाहा छैन दमकको कता हो, तर मेरो दादालाई चाहिँ कुना कप्चो सबै थाहा छ। त्यो दादाले लैजानु हुँदैछ मलाई। सो म टिकटकमा एकदमै भाइरल ज्याकेट देखेको कारणले म चाहिँ दादासँग दमक गएको थियौँ। त्यति बेला दमकको फेमस ठाउँमा मलाई दादाले रोकाउनु भयो लुगा पसलमा। अनि यो चाहिँ दादालाई पनि थाहा थिएन पाउँछ कि पाउँदैन, पायो भने यही हो सबैभन्दा अगाडि लुगा ल्याउने भनेर। अनि हामी चाहिँ भित्र पस्यौँ। यो कपडा पसल चाहिँ एकदम अन्तिममा रहेछ, लास्टको उयसमा। अनि हामी चाहिँ म चाहिँ भिडियोस भन्दै हिँड्दै थिएँ। यही अन्तिममा रहेछ, यो सबैभन्दा अगाडि भाइरल निकाल्ने ठाउँ रहेछ। अनि म त्यहाँ पाएन। अनि म चाहिँ यति स्याड भएको थिएँ कि साथीहरू, तपाईँले कल्पना गर्नु पनि सक्नु हुँदैन। यति दमक यति धाम त आधी म भिडियो मात्रै नगरेको साथीहरू। अनि एक ठाउँबाट मैले जस्तै पाएन, तर हामीले चाहिँ एउटा ज्याकेट बोइसकेको थियौँ। त्यो चाहिँ भिडियो गर्नु बिर्सेछु साथीहरू, लास्ट टाइममा देखाउँछु। अनि हामीलाई चाहिँ सबै घुमेर यति भोक लागेको थियो। अनि हामी दमकको फेमस ठाउँमा मोमो खानु गयौँ। यो चाहिँ गोलमलको दोकान हो। अरूले चाहिँ के भन्छ थाहा छैन, तर हामी चाहिँ पहिल्यैदेखिको गोलमल भनेर चाहिँ हामी गोलमलको ठाउँमा हामी मोमो खायौँ, चिसो खायौँ, के खायौँ, खाजा खायौँ। पेट टन्न भएर चाहिँ हामी पेटलाई पूजा गरेर हामी चाहिँ घरतर्फ लाग्यौँ। त्यही हो, दमकबाट मनपर्ने किन्नु गएको, तर त्यो नपाएपछि एकजुन भए पनि एउटा उठाएर आए साथीहरू। त्यहीमा खुसी छु म। चिसो लागेर साथीहरू स्वर पनि यस्तो भाँसिरहेछ कि कस्तो आइरहेछ, र पनि मलाई माया गरेर हेरिदिनु होला।